भात खाने भनेन उदे खाने बस्की ए सन्देश छिराइज खानालाई टिकाको बिहानै भात खाएन भात खाएर अघि भर्खर कस्तो भात खाएर भाँडामा पारेर भित्र आएको मान्छे म रुम किनेमा भन पहिला नाटक किन गरिछिस् त आँखा देखा त खाए जस्तो गरी Wala bulele udayo. Mauci. Hey! Don't touch me. अर्कै भइसक्यो मलाई थाहा मैले नुन खुवाउँदा दियो हँसिया नुन खुवाउँदा दियो खाइदिनु हुँदा पिंडो हाँस्ने ल हाँस्ने चुप 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 ल मेरो सिद्धान्त भनेको मान्छे पिट्ने हो धेरै खाएर माथि चोरहरूलाई चाहिँ म पिटेरै छाडिदिन्छु कि म अभिलामी छामेलानी यही भन्छु अनि यो को छ अहिले प्रधानमन्त्री खातै यसको नाम पनि बिर्सेँ मैले के अरे शेरबहादुर देव 500 बन्ने रियाल चौनी यो पनि काम छैन टोपले भयो एक नम्बरको टोपले तपाईले पनि हेर्नुभयो त्यो रियाल चुवाको छ्यानी घिनलाग्ने त्यसै घरमा सुत्नै नपाएको हो कि What's your name भन्ने हो मैले What is your name भन्ने त्यो भतवाले बोल्ने हो अनि इंग्लिश बोलेको छु भनेर यहाँ पढेको छु भने त्यसले के गर्ने भने मसँग इंग्लिश बोल्न न म देखाइदिन्छु इंग्लिश कसरी बोल्नुपर्छ भनेर सर्टमा What's your name भनेको सिध्यो त्यसले पुग्छ कुनै नेपालीले पुग्छ What's your name Where do you live We came from now Where do you live भन्ने भने Where came from now भन्ने Where came from now हामीले इंग्लिश बोल्दा यस्तो ब्रिटिश ल्याङ्ग्वेज छिराउँछ सर्ट वान द्याट अरूले इंग्लिश बोल्ने भतुवा कुकुरले पनि बोल्छ त्यो इंग्लिश त यो What is your name Where do you live पतुर खाते चोर डाका लुच्चा फट्टा यसलाई के भन्ने त अब यो अब म राम्रोसँग चलाइरह्यो भने अर्को भतुवा दिएर आएर गाडी माथिबाट ढ्याङ आफू पनि डेट ऊ पनि डेट हैन सब डेटै डेट माफीमा त्यो डिलिट गर यदि गर्या रहन्छौ भनेदेखि मैले भनिन जहाँ भेट्यो त्यहीँ हान्दिन्छु दक्षिणकाली भाषामा तँलाई हान्न मलाई कुनै आइतबारै छैन बुझिस् म त्यस्तो मान्छे ग्याङ स्टार हो म पनि पहिलाको मानसिक हस्पिटल जाने हो अब तपाईहरु दुईजना जाँदै गर्नुस् तपाई चाहिँ जाने कि नजाने नि म यो एउटा चुरोट खाएर आउँछु लिनुस् न आके खस्यो भिरबाट फुक्क अघि नै लिएको भए लड्थ्यो नेपाली आउँछ तपाईलाई नेपाली बोल्न कोही आउँदैन के हो अब कहाँ जान्छन् राजा अब राजा अहिले त घर जान्छन् हैन मैले चाहिँ न 3 करोड रुपैयाँ तिरेर अमेरिकामा मैले मुखमा प्लास्टिक हालेको काटेको घाउ छ औषधि खाएर सन्चो हुन्छ माया काटेको घाउ त औषधि खाएर सन्चो हुन्छ माया तर छातीमा लागेको घाउ कुनै औषधि खाएर पनि सन्चो हुँदैन महोदय अब राजा साहब तपाईहरु तीनजना किन हुनुहुन्छ बाइकमा पहिला मेरो मर्जी भाइ के भयो अरे तेरो के भयो अरे भाग्य परिवर्तन गर्न भनेर मन्दिर आएको चप्पल परिवर्तन सोच्नुस् त केही हुँदैन के सोचेको के भयो खालि यस्तै हुन्छ तिमीहरुलाई भोलिदेखि इक्जाम छ कसको छोरा छोरीहरु यस्तो हुन्छ इक्जाम छ भागेर आएर खोलामा खेलेर राँगाको छोरा छोरी हो कि के को छोरा छोरी हो ल हेर्नुस् त ल हेर्नु न त्यसलाई आफ्नै पारामा के भन्ने न गाली दिन मन लाग्छ